हेलो गाइस, नमस्ते। के छ खबर? सधैँ हुनुहुन्छ? म अहिले इभिनिङ वाक हिँडिरहेको छु अनि हिँड्दा हिँड्दा मेरो दिमागभरि पुरा सेयरको कुरा चलिरहेछ। त्यही भएर केही कुरा भन्नु जस्तो लाग्यो, त्यही भएर एउटा भिडियो बनाउनु लागेको। अहिले चाहिँ रिसेन्टली जुन यो एनएमआइसी नेपाल माइक्रो इन्सुरेन्स र श्रेष्ठको आइपिओको सेयर जुन प्रकारले बढ्यो अनि अहिले 1-2 दिन भयो घटिरहेको छ नि, त्यसमा तपाईँको भन्नु के छ? तपाईँलाई के लाग्छ कि कतिमा आएर स्टेबल बस्ला यसको प्राइस चाहिँ? कि अझै 2000 भन्दा तलै बस्ला कि 2000 भन्दा माथि नै बस्ला? कि त यो खेलाडीले अलिकति समयको लागि आफूहरूले किन्नको लागि घटाएको मात्र होला कि यो सेयर बढ्ला? के लाग्छ हजुरहरूलाई? मलाई चाहिँ यो अझै थोरै बढ्छ कि जस्तो लाग्छ, किनकि एक्कासी डाउनफल भएछ अनि त्यसपछि सेयरहरू बाई भइरहेछ झन्डै। भनेपछि यो खेलाडीहरूले नै घटाएर अब फेरि कलेक्ट गर्न थालेको जस्तो लाग्छ। हजुरहरूको के छ राय? प्लिज लेख्नु है त्यो कमेन्टमा।